हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी एकदम राम्री भएर आफ्नो तारिफ आफै गर्नुपर्छ है, कसले गरोस् नगरोस्। हामी चाहिँ हाइकिङ हिँडिराखेका छौँ। सो वेयर आर वी गोइङ? कहाँ जाँदैछौँ हामी? झरना गाइस, के हो झरनाको नाम? झरनाको नाम थाहा छैन। झरनाको नाम चाहिँ हामीले अगाडि गएर बोर्डमा जे लेखेको छ त्यहाँबाट थाहा पाउँछौँ। हामीलाई केवल अहिले हामीलाई डिस्टेन्स थाहा छ, जस्तै हाम्रो 1.5 किलोमिटर रहन्छ। यस, सरप्राइज। यो हाम्रो लागि पनि सस्पेन्स रहिरहेको छ। झरनाको नाम थाहा पाउनको लागि भिडियोलाई लास्टसम्म हेर्नु होला। यस, स्टे ट्युन्ड विथ अस। यस, ठाउँमा छौँ भने सुरिङटारको समिट रिभर लजमा बसिराखेका छौँ हामी। अनि त्यहाँबाट त्यो ठ्याक्कै ठाउँको नाम चाहिँ मलाई भन्न आएन। अहिले हामी हेर्दैछौँ, हामीसँग एनर्जी छ, जोस जाँगर छ, टन्न ब्रेकफास्ट गरेका छौँ। अब यो ब्रेकफास्टले हामीलाई कति बेरसम्म जान्छ भन्ने कुरा हो, हेर्दै जाउँ। पाउरोटी कति बेरसम्म टिक्छ। गाइज हाम्रा जल्दा बल्दा युवाहरू दौडिँदैछन्। सबसे ल जेन्जीको पावर देखेको छ यहाँ दौडेर है। सो हाम्रो चाहिँ इनिमिनी म्याङ्गो गर्ने बेला आएको छ। यहाँ बाटो धेरै भइसक्यो। अहिले जति धड्किरहेको छ होइन। हामी म्याप हेरेर कन्फ्युज भएको छौँ कि कन्फ्युजन क्लियर गर्दैछौँ। कुन बाटो होला? हजुरहरू आउनु भयो भने कन्फ्युज नहुनुहोस् भनेर हामी यहाँ देखाउँदैछौँ। यहाँ हाम्रो इन्साइक्लोपिडियाले हेर्दै हुनुहुन्छ। खोलाबाट चाहिँ यहाँ माथि देखाइराख कि। सो मिस्टर इन्साइक्लोपिडिया, हामी कुन बाटो जान्न आयो? हामीलाई गुगल म्यापले जुन देखाउँछ इन्साइक्लोपिडियालाई मतलब छैन गाइस। इग्नोर। त्यही भनेर इग्नोर, यस्तो इग्नोर यार। एकजना दाइ आउँदै हुनुहुन्छ। हाम्रो आशाको किरण है, बाइकमा बत्ती बाल्दै। आशाको किरण पुरै चम्काउँदै आइरहनु भएको छ। बत्ती बाल्दै। वी आर वेटिङ फर हिम। दाइ त्यो झरना कताबाट जाने हो? माथिबाट कि तलबाट हो? झरना तलबाट। मैले भनेको थिएँ इन्साइक्लोपिडियाले राइटिङ। हाम्रो आशाको किरण जानुभयो। हामीलाई आशाको किरण हामीलाई छोडेर जानुभएको छ। चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो रगसरी हो, बल्दो यो शान हाम्रो। नेपाल हाँसेको हेर्न चाहन्छु, नेपालीको अनुहार खुसी भएको। बटीवरकै जे पाए त्यही गाइदिनु रहेछ। लिरिक्स सुर हे न ताल हे भने यही हो है। यही हो। नेक्स्ट तिमीहरूको पालो हो कि? लाली गुराँस अजम्बरी चम्पा चमेली जेनी हुन्छ हजुर म त नेपाली। डाली डालीमा हो डाली डालीमा फुलिरहु लाग्छ नि दिलको बालीमा। गर्मी हुन थाल्यो यार। हाम्रो झर्ना आएको छ। हाम्रो झर्ना कुन हो? त्यहाँ खै देखिँदैन झर्ना। एक्सपेक्टेसन भर्सेस रियालिटी है मेरो लागि चाहिँ। गौडेश्वरको झर्ना देखिरह मान्छेलाई यस्तो झर्ना जस्तै लागेन मलाई। यही हो हाम्रो झर्ना गाइस। डिसपोइन्टेड। यहाँको झर्ना यही हो। यसलाई झर्ना भनिन्छ। सबैजनाले कमेन्ट गर्नु होला गाइस। यहाँ दिवेशजी पानी देखेर डराएर छिर्न सकिरहनु भएको छैन। डर के आगे जिते। कार्बोनेटेड वाटर खाएको होइन, नेचुरल वाटर। त्यही त 300 पानी खाएको त मतलब भएन यति पानीदेखि डराउने भएपछि त। हो
कान लाउनु पर्छ त्यहाँ के हो यस्तो होला कि अलिकति रेनी सिजनमा है अझै पहिला ल है माथि त खुट्टा दुख्छ ढाड दुख्छ यो गाइज के होइन यो क्यामेरा तेर्सा भएर अलिकति मात्र छिर्या हो नत्र त ल है भाइरल भाइरल कोला 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 भनेको स्किल्स है गाइज हामीलाई चाहिँ नुहाइदिनु पाएन हामी नुहाउन आएको होइन एकजना नुहाएको हेर्ने दर्शक कतिजना छौँ हामी यहाँ कस्तो रह्यो त एक्सपिरियन्स यहाँ बताइदिनु पर्यो पानी धेरै चिसो अनि त्यही हो राम्रो छ तर ओके रेटिङ रेटिङ 7.5 आउट अफ 10 गाइज हाम्रो चाहिँ सर्ट हाइकिङ यही झर्नासम्म आएर टुङ्गेको छ र हामी चाहिँ अगाडि बढ्दैछौँ फर्किँदैछौँ साथीले मेरो ज्याकेट बोक्दै त्यहाँ पर पुगिसकेको छ थ्याङ्क यू मेरो ज्याकेटको भार बोकेर आइदिएकोमा कस्तो रह्यो त झर्नाको एक्सपिरियन्स ठिकै छ नट एक्सपेक्टेड धेरै राम्रो हल्का रिफ्रेसमेन्ट मात्र भएको छ ठिक छ यहाँ आएर यति गऱ्यौँ त्यसको लागि पनि खुसी मान्नुपर्छ यो मिनीको नि मिनी भर्जनवाला झर्ना भयो Oh my god, what's happening here? Something is cooking. Thank you. I'm so grateful for this. Okay. Yes, मेरो ज्याकेटसँग म्याच भएछ ल ज्याकेट नि लिएको साटौँ हामी चाहिँ हाइकिङ सकेर फाइनली समिट रिभर लजको टोकेसम्म आइपुगेका छौँ कस्तो रह्यो पसिना पसिना आइन्छ यहाँ हल्का लो भइरहेको पसिनाले टल्किरहेको छ नदेखियो होला यस्तै भिडियोहरू हाम्रो फनवाला भिडियोहरू हेर्नुको लागि सब्सक्राइब गर्नु होला तिमी गरेको छौ नि छ subscribe me from my 2-3 accounts. मेरो उहाँ पनि मेरो नयाँ सब्सक्राइबर होला गाइज I'm very grateful. हामी फाइनली आएका छौँ सो ल Today I ओके received this flower Yes. bouquet. I'm so happy. एउटा सानो कुराले पनि कति म्याटर गर्ने यस्तो जस्ट सो थ्याङ्क यू गाइज एभ्री वान होइन हाम्रो स्विम गरेर भिडियोलाई अलिकति मसला चटपटी बनाइदिनु भएकोमा धन्यवाद छ उहाँले स्पाइसीहरू कुराहरू मन पराउँदैन त्यही त उहाँ एलर्जिक हुनुहुन्छ त्यही पनि भिडियोलाई चाहिँ चाहिँ एकदम मसलेदार बनाइदिनु थ्याङ्क यू फर वाचिङ गाइज Bye. स्टे ट्युन बाई